सुन न एउटा कुरा भन्न मन लागिरहेको थियो तिमी रिसाउने त होइन नि साँच्ची तिमी मलाई साँच्चै माया गर्छौ I love you. हाम्रो साथमा एकजना राम्रो जोडी हुनुहुन्छ सम्भवतः छिटै विवाह पनि गर्नुहुन्छ जस्तो लागेको छ हो हामी विशेष कुराकानी गर्नेछौँ सिनेमा पनि उहाँहरूको आउँदैछ हैन यहाँलाई स्वागत गर्न चाहन्छु सम्पूर्ण मिडियामा नमस्कार हेलो वेलकम टु नेपाल नमस्कार नमस्ते म कृष्ण कार्की तपाईको नाम भन्नु मेरो कृष्ण कार्की व्हाट इज योर नेम मेरो नाम अलिना गुरुङ नमस्कार सबैजनालाई तपाई नेपाली पो हुनुहुन्छ हजुर बर्बाद भइहाल्यो नि त अनि तपाई त म त अघि त एकजनाले मलाई चिनाउनु भयो कोरियाको भनेर चिनाउनु भएको थियो हैन म नेपालकै हो साच्चै नेपाली हो तपाई हजुर ल मलाई सरप्राइज भयो म छक्कै परेँ ल हैन मलाई अघि हाम्रो सरहरूले भन्नु उहाँ कोरियाबाट आउनु भएको भनेपछि मलाई प्राङ हान्नु भएको छ उहाँहरूले प्राङ्क हान्नु भयो होला सायद जिस्काउनु भएको होला तपाईहरु दुईजना यति राम्रो हुनुहुन्छ नि हैन ह्यान्डसम यता ब्युटिफुल हैन अनि के हो तपाईहरुको आज के थियो विशेष आज बताइदिनुस् त तपाईबाट जाउँ हैन उहाँ को हुनुहुन्छ तपाईको खास नटाटी भन्नु त गर्लफ्रेन्ड हो भने सुनेथि हो हैन हामी त मिल्ने साथी कस्तो खालको साथी यहाँ हाम्रो मुभीमा पनि हामी सँगै छौँ त्यसरी बिस्तारै चिनेर हामी साथी भयौँ मलाई त तपाईलाई अघि नै एकजना मान्छेले कोरियन भनेपछि म त इङ्ग्लिसमा पो आएर बोलिरहेको छु हैन पछि म त सरप्राइज भइदिरहेको क्या म त कोरिया नेपाली भनेर नेपालीमा बोल्दैछु म झसङ्ग भएँ हैन अरू पनि झुक्किनुहुन्छ तपाईँदेखि मान्छेहरू झुक्किनुहुन्छ झुक्किनु भन्दाखेरि पनि कतिजनाले भन्नु चाहिँ भयो तपाईँ त्यस्तो देख्नुहुन्छ भन्नुहुन्छ अनि त्यति हो त्यस्तो झुक्किने त खै त्यस्तो याद गरेन तर भन्नु चाहिँ हुन्छ त्यस्तो देखिन्छ अब भनेर चाहिँ भन्नुहुन्छ झुक्किनुहुन्छ है हजुर त्यस्तै खास तपाईँ चाहिँ के गर्नुहुन्छ खास पेसाले चाहिँ जस्तो योभन्दा अगाडि म चाहिँ विदेशमा बस्नु भएको पहिला रमाइलो घरमा को हुनुहुन्छ श्रीमती कतिजना हुनुहुन्छ ए श्रीमती कतिजना हुनुहुन्छ कतै खोलिहाल्नुहुन्छ अलिकति रमाइलो प्रसङ्ग गरेको छैन अनि अहिले तपाईँ सामाजिक सञ्जालमा कतिको एक्टिभ हुनुहुन्छ खासै त्यति साह्रो छैन है तपाईँले कहिलेकाहीँ फेसबुकबाट कुनै केटी देखेर मन पराएर ओ वाउ कस्तो राम्रो रहेछ भनेर कहिले मेसेज गर्नु भएको छैन है उहाँले थाहा पाउनुहुन्छ भनेर हो कि तपाईँहरू दुईजनामा साँच्चै प्रेम भयो भने होइन कसरी तपाईँले चाहिँ उहाँलाई प्रपोज गर्नुहुन्छ त्यो अलिकति हेरौँ न ल आज तपाईँले उहाँलाई प्रपोज गर्नु पर्यो उहाँले स्वीकार्नुहुन्छ उहाँले पनि स्वीकार्नुहुन्छ तपाईँले चाहिँ पहिला प्रपोज गरिदिनु न कसरी गर्नुहुन्छ हेरौँ न प्रपोज अब अहिलेसम्म त कसैलाई गरेको छैन आज फर्स्ट टाइम गरिदिनुहोस् न आई क्यान ट्राई ठ्याक्कै तपाईँले सिनेमाकै सम्झेर डाइलेक्ट सम्झेर एउटा कुनै प्रपोज गरिदिनु होला सुन न एउटा कुरा भन्न मन लागिरहेको थियो तिमी रिसाउने त होइन नि साँच्ची तिमी मलाई साँच्चै माया गर्छौ I love you. भन्नु पर्छ हक चाहिँ कसले गर्ने मैले गर्ने साँच्चै यो रियल लाइफमा तपाईँ जसरी आज रियल लाइफमा हुनुहुन्छ होइन यदि भोलिका दिनमा सम्बन्ध राम्रो हुँदै गएको खण्डमा यो जुन मैले देखेको दृश्य साँच्चै रियलमा पनि हामीले देख्न पाउँछौँ पाउँदैन अथवा मैले भन्न खोजेको विवाह हुन सक्छ भविष्यमा तपाईँहरूको विवाह त थाहा तर भविष्यको के थाहा होइन जे पनि हुन सक्छ त्यो अहिले नै भन्न सकिन्न उहाँ कस्तो लाग्छ ह्यान्डसम लाग्छ कि कस्तो लाग्छ उहाँ एकदम राम्रो पर्सनालिटी जेन्टलम्यान भनौँ न एकदमै राम्रोसँग बोल्नुहुन्छ एकदम कामली कुराहरू भनौँ न गर्नुहुन्छ सो एकदम राम्रो लाग्छ उहाँको पोजिटिभ साइडहरू धेरै छ अहिलेसम्म एउटा बताइदिनुहोस् न
उहाँ यस्तो रिसाउने टाइपको हुनुहुन्न जति भने पनि हसमुख पनि भनेर कतिले भन्नु हुँदो रहेछ साँच्ची राम्रो हुँदो रहेछ अनि कम बोल्नुहुन्छ नि एकदम गुड लिसनर तपाईँ चाहिँ धेरै बोल्नु हुँदो रहेछ मैले बोल्छु उहाँ सुन्नुहुन्छ मजाले गुड लिसनर हुनुहुन्छ भनौँ न एज अ फ्रेन्ड हि सच अ नाइस गाई वेलकम उहाँ सुन्नुहुन्छ नि मुसुक्क बजाएर हेर्नु पानी पानी भइसक्यो बजाएर तपाईँलाई चाहिँ अघिको त्यो कुरा आउँदा उहाँलाई बोल्दाखेरि नि उहाँले हक गर्नुभयो नि तपाईँलाई त्यतिखेर फिलिङ आयो भन्नुभएको थियो मनमा खुब फिलिङ आउनु सुन्नुहुन्छ तपाईँहरू दुईजना मध्ये चाहिँ नि अब आज सिनेमासम्म आइपुग्दा यो सिनेमामा तपाईँहरू जोडी हुँदै हुन्छ होइन कस्तो महसुस लागिरहेछ भोलिको दिनमा काम गर्न सकिन्छ सकिँदैन जस्तो त्यो मनमा छ त्यस्तो खुल्दुली एकदम अहिले यो जोडी देखाउँदा मलाई चाहिँ काम गर्न सकिन्छ जस्तो लाग्छ अनि पछि यसै गरी नै अगाडि जान सुरु गर्न सक्यो धेरै राम्रो होला जस्तो लाग्छ म अन्तिममा थोरै कुरा गर्छु ल तपाईँसँग हजुर हजुर हुन्छ अब आज अलिकति ढिलो पनि भइसकेको छ हामीलाई हजुर हजुर अन्तिममा जाँदा के भन्नुहुन्छ अन्तिममा जाँदा जाँदै होइन त्यस्तो त होइन एकदमै खुसी छु उहाँहरूले मलाई लिइदिनु भयो मुभीमा एन्ड आइ एम सो ह्याप्पी कोरियामा जन्मेको भन्नु भएन होइन म के हजुरलाई मैले भन्नु खोजेको सानोमा एकचोटि गएको के भन्नु भएको मैले जस्ट उहाँहरूले प्लान गर्नु भइरहेको थियो अनि त्यही माथि मैले पनि कुरा थपेर प्लान गरिदिएको मात्रै हो हजुर अनि त्यो इन्टायर टिमलाई एकदम एकदम थ्याङ्क यू सो मच एउटा कुरा बताइदिनुहोस् कतिपय दर्शकलाई तपाईँ जस्तै राम्रो हुन चाहनुहुन्छ भने विशेष गरी महिला समूह होइन के खानुपर्ने रहेछ यति सुन्दरी हुनको लागि होइन यति राम्रो फेरि सुन्दरी भन्नाले गलत अर्थ नलागोस् फेरि होइन बाँदरको सानो बच्चालाई पनि सुन्दरी पर्ने भन्छ यति राम्रो सुन्दरी हुनलाई चाहिँ के खानुपर्ने रहेछ अलिकति जनहितको लागि पनि जहाँ भन्छ नि हजुर आई थिङ्क सबैजना आफ्नो ठाउँमा आफै राम्री हुनुहुन्छ सबैजना राम्रो हुनुहुन्छ सो आफूलाई हेल्दी राख्नु अझै राम्रो हुन्छ हेल्दी राख्नु भयो भने वर्कआउट एन्ड हेल्दी डाइट त्यही नै जस्तो लाग्छ न त भए त सबैको अब हेर्ने नजर हो कसैलाई को मनपर्छ कसैलाई को मनपर्छ होइन सो एज अ ह्युमन बिङ चाहिँ एकदमै मनदेखि राम्रो हो अब बाहिरी रूप भनेको त यस्तै हो अब बिस्तारै बुढी भएर गएपछि बिस्तारै सबैजना तपाईँलाई उहाँ हेन्सम लाग्यो कि उहाँ हेन्सम लाग्यो अब अहिले त उहाँ नै भन्छु म बिहा गर्नुहुन्छ जस्तो लाग्यो होइन अब मुभीमा चाहिँ हो कि बिहा हुन्छ कि मुभीमा है जे पनि हुन सक्छ है थ्याङ्क यू सो मच वेलकम धन्यवाद है समय सम्वाद